Okay, students, let's continue today's class. Go to the number 5. There is given the guided writing. Write a set of rules and regulations for the visitors of a park. It is a guided writing first, and there is asked to write a set of rules and regulations for the visitors of a park. We know that we have already read about the rules and regulations. It can be say prohibitions and obligations also. So we have to write about it. And students, we know that sometimes there is given the clues for you. यहाँहरूलाई कहिले क्लुज पनि दिएको हुन्छ तर यहाँ क्लुज दिएको छैन. ओके, लेट्स गो. आउनुहोस् हेरौँ. Every visitor must follow the park timings. First of all, every visitor must follow the timing of the park. Yes, there is given the some specific times. For example, opening for 10 a.m. to 5 p.m. In this way, there is given the timing. So every visitor must follow it and leave before closing time. And every visitor can stay within this time, and before a closing time, they have to leave the park. र हरेक भिजिटर्सहरूले टाइमलाई फलो गर्नुपर्ने हुन्छ र क्लोजिङ गर्ने टाइमभन्दा अगाडि त्यहाँबाट छुट्नुपर्ने हुन्छ. द्याट इज द फर्स्ट रुल. गो टु द सेकेन्ड वान. नो वान इज अलाउड टु लिटर. कसैलाई पनि फोहोर गर्ने अनुमति दिएको हुँदैन, फोहोर गर्न पाइँदैन. ट्रास मस्ट बी डिस्पोज अफ इन डिजाइनेटेड बेन्च. तोकिएको बेन्च जहाँ छ, बाल्टीहरू बुकेटहरू राखिएको हुन्छ, डस्टबिनहरू राखिएको हुन्छ, त्यो निश्चित ठाउँमा मात्रै ट्रासहरूलाई फोहोरहरूलाई लगेर डिस्पोज गर्न सकिन्छ. इन सेम वे smoking, alcohol consumption and drug use are strictly prohibited. And it's the third one. It's a little different than the first and second one. Yes, according to the structure, there is given the strictly prohibited. यो एकदमै निषेध गरिएको छ है. के निषेध गरिएको छ भन्दा स्मोकिङ, अल्कोहल कन्जम्सन एन्ड द ड्रग. अब के गर्न पाइन्न भन्दा सिगरेट तान्न पाइन्न रे, अल्कोहल युज गर्न पाइन्न, ड्रग युज गर्न पाइँदैन. तिनीहरूको उपयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ. द्याट इज द थर्ड वान. एन्ड गो टु नेक्स्ट वान. लाउड म्युजिक अर डिस्ट्रक्टिभ बिहेभियर आर नट अलाउड टु मेन्टेन अ पिसफुल इन्भाइरोमेन्ट. You know that we are within the park. In that time, we cannot make a loud noise there. So it's also prohibited there. Loud music and disruptive behavior, such types of behavior which can disturb the maintain the peace there. So they are not allowed to maintain a peaceful environment in the park. There is a necessary to be the peaceful environment. We know that. हामीलाई थाहा छ नि त होइन. के हुनुपर्छ भन्दा पार्कभित्र एकदम पिसफुल इन्भाइरोमेन्ट हुनुपर्ने हुन्छ. त्यसैले लाउड म्युजिक र डिस्ट्रप्टिभ बिहेभियरहरू त्यहाँ गर्ने अनुमति दिएको हुँदैन. चर्को चर्को म्युजिकहरू बजाउने, अरू विभिन्न क्रियाकलापहरू गर्ने पाइने छैन. सेम वे नो वान इज अलाउड टु इन्टर द रेस्ट्रिक्टेड areas. Within the park also there is some restricted area which can be the danger for the people or which can be the disturb to the any animals or birds or something. Yes, के हुन्छ भन्दा पार्कभित्र एउटा निश्चित रेस्ट्रिक्टेड एरियाको तोकिएको हुन्छ, निषेध गरिएको क्षेत्र हुन्छ. त्यो क्षेत्रभित्र हामी छिर्ने अनुमति दिएको हुँदैन. अर ड्यामेज अफ पार्क प्रोपर्टी, प्लान्ट्स अर ट्री. त्यहाँ जुन चाहिँ पार्कको प्रोपर्टीहरू हो, सम्पत्तिहरू हो, त्यहाँको चाहिँ रुख बिरुवाहरू जुन छ, प्लान्ट्सहरू छ, त्यसलाई चाहिँ हामीले ड्यामेज गर्न पाउने छैनौँ. हामीलाई त्यो गर्ने अनुमति हुँदैन. Same way, cycling, skating and sports activities are only allowed in designated area. अब निश्चित ठाउँमा मात्रै हामीले साइक्लिङ गर्न सक्छौँ. स्केटिङ और स्पोर्ट एक्टिभिटी, such types of activity we can do only the designated area. कुन ठाउँ भनेर तोकिएको छ, त्यो तोकिएको निश्चित ठाउँमा मात्रै हामीले त्यस्तो खालको क्रियाकलापहरू गर्न पाउँछौँ. जस्तै हामी if we are with our children, yes, बच्चाहरूसँगै गएका छौँ भने there is a necessary to do the such types of activities, isn't it? बच्चाहरू लिएर गइएको छ भने जस्तो साइक्लिङ गर्ने, स्केटिङ गर्ने, स्पोर्टको एक्टिभिटिजहरू आवश्यक हुन्छ. र त्यो कहाँ गर्नुपर्छ भन्दा there is the fixed place or there is the designated area. एउटा निश्चित तोकिएको ठाउँ हुन्छ, त्यो ठाउँमा मात्रै गर्ने अनुमति दिएको हुन्छ. Same way, visitors must not feed wildlife or disturb animals in the park. I know if we want to feed the animals or birds, it's not allowed. Yes, हामी खुवाउन चाहन्छौँ, खुवाउन मन छ भने पनि हामीले खुवाउन पाउने छैनौँ, हामीले खुवाउन पाउँदैनौँ त्यहाँकोलाई.
And we cannot disturb the any animals or any birds. त्यहाँ भएको बर्ड्सहरू एनिमल्सहरू कसैलाई पनि हामीले डिस्टर्ब गर्न पाउँदैनौँ, डिस्टर्ब गर्ने अनुमति दिएको हुँदैन. In the same way, there is given the last one. What is given the last one, student? There is given fishing, hunting and unauthorized hunting are strictly prohibited. जुन फिसिङ गर्नको लागि, हन्टिङ गर्नको लागि र अनअर्थराइज भेन्डिङ जुन चाहिँ अनाधिकृत रूपमा, यस, which is not given the right to us. अनअर्थराइज भनेको हामीले अधिकार नपाएको कुराहरू किनबेच गर्न पनि त्यहाँ पाइने छैन. द्याट इज स्ट्रिक्टली प्रोहिबिटेड. त्यो पनि पूर्ण रूपमा निषेध गरिएको छ. द्याट इज द रुल्स एन्ड रेगुलेसन फर द भिजिटर्स अफ द पार्क. Okay, students, let's go to the next one. What is given for the next one? It is the guide writing first. And now we have to go to the guide writing second. What is given? Go to question number 6. It is in your essay examination. That is given in the question number 6 for you. Go there. The question: write a formal message of congratulations to your friend who has won the title of best player in an inter-school tournament organized by your municipality. And students, you have know that here is asked to write a formal message of congratulations. हामीलाई चाहिँ एउटा बधाईको फर्मल मेसेज लेख्नको लागि बनिएको छ. एन्ड टु योर फ्रेन्ड हु हेज अन द टाइटल अफ, हजुरको साथीले जित्नु भएको छ बेस्ट प्लेयर भन्ने टाइटल जित्नुभयो इन एन इन्टर स्कुल टुर्नामेन्ट organized by your municipality. Your municipality, it has organized an inter school tournament. In that time your friend has won the title best player, and so you have to write a message of congratulations to your best friend. Yes, write a message of congratulations in about 100 words using the clues below. There are given some clues for you, and by using these clues you can write the message of congratulations to your best friend, yes, who has won the title of best player. Yes, बुझ्नुभयो विद्यार्थी भाइ बहिनीहरू? के भनिएको छ यहाँ भन्दा तपाईले चाहिँ एउटा फर्मल मेसेज अफ कन्ग्रेचुलेसन लेख्नु पर्छ जुन चाहिँ तपाईको साथीले चाहिँ बेस्ट प्लेयरको टाइटल जित्नु भएको छ. कहिले भन्दा जब हजुरको म्युनिसिपालिटी द्वारा इन्टर स्कुल टुर्नामेन्ट अर्गनाइज गरिएको थियो र यहाँलाई मेसेज अफ कन्ग्रेचुलेसन लेख्नु भनिएको छ. देयर इज गिवन द 100 वर्ड्स फर यु एन्ड यु हेभ टु युज दिस क्लुज हियर. यहाँहरूलाई क्लुज पनि दिएको छ है. इट इज द गाइडेड राइटिङ. यु नो द्याट गाइडेड राइटिङ भनेको त्यही हो. यहाँलाई गाइड गर्नको लागि देयर आर गिवन सम क्लुज. यहाँलाई केही क्लुजहरू दिएको छ. गो टु फर्स्ट अफ अल देयर इज गिवन द नेम अफ योर फ्रेन्ड. देयर इज गिवन संस्कृत चौधरी and there is given the best volleyball player and hardworking and disciplined, happy and proud, and congratulations and wish for future endeavor. There are given some clues in this way. Okay, let's start. First of all, you have to write the hearty congratulations. Yes, यहाँले सुरुमा hearty congratulations भनेर लेख्नुहुन्छ, हार्दिक बधाई भनेर लेख्नुहुन्छ. And then there is better to attach the photo of your friend. Yes, हजुरको साथीको फोटो राख्नुभयो भने राम्रो. In same way, there is given the name which your friend. There is given the name Sanskrit Chaudhary, and in same way, there is given what a remarkable accomplishment. Oh, कस्तो उल्लेखनीय उपलब्धि. Yes, there is given. And congratulations on being awarded. अब congratulations छ, बधाई छ, being awarded the title of best player. यो best player को टाइटल चाहिँ अवार्ड गर्नुभएकोमा, जित्नु भएकोमा तपाईलाई बधाई छ. अनि कहिले त भन्दा इन एन इन्टर स्कुल भलिबल टुर्नामेन्ट अर्गनाइज बाई आवर म्युनिसिपालिटी. जुन चाहिँ हाम्रो म्युनिसिपालिटीद्वारा अर्गनाइज गरिएको इन्टर स्कुल टुर्नामेन्ट जुन छ त्यसमा यहाँले बेस्ट प्लेयरको टाइटल अवार्ड गर्नुभएकोमा, जित्नु भएकोमा यहाँलाई बधाई छ. And your dedication, your hard work and discipline have truly paid off. अब यहाँको जुन डेडिकेसन छ, यहाँको समर्पण जुन छ, यहाँको कठिन परिश्रम, मेहनत जुन छ, यहाँको अनुशासन जुन छ, I have truly paid off. साँच्चै नै त्यसको मूल्याङ्कन भएको छ. Yes, I couldn't be prouder of your achievement. अब यहाँको जुन उपलब्धि छ, प्राप्ति छ, त्यो प्राप्तिमा म चाहिँ प्राउड नभइरहन सक्दिनँ. It means I am very proud of you. Yes, you have consistently demonstrated exceptional skills and determination, and you have consistently यहाँले चाहिँ लगातार रूपमा, निरन्तर रूपमा demonstrated देखाउने हुनेछ exceptional skills. यहाँका चाहिँ एकदमै अति उत्कृष्ट खालका सिपहरू and determination यहाँको जुन निर्णय छ, दृढ निश्चय छ. And this recognition is the well deserved
टेस्टामेन्ट टु योर ट्यालेन्ट, हजुरको यही रिकग्निसन भनेको नै हजुर चाहिँ यो अवार्डको लागि के हुनुहुन्छ भन्दा वेल डिजर्भ हुनुहुन्छ। हजुरको यही ट्यालेन्टको कारणले गर्दा नै यहाँ चाहिँ यो अवार्ड प्राप्त गर्नको लागि लायक हुनुहुन्छ। एन्ड गो टु द नेक्स्ट देयर, आई एम थ्रिल, म आई एम भेरी ह्याप्पी, थ्रिल मिन्स आई एम भेरी ह्याप्पी स्टुडेन्ट्स to see you reach this milestone. It means that's the taken as the last destination, that is known as the milestone. जो लास्ट डेस्टिनेसन हुन्छ त्यसलाई चाहिँ माइलस्टोन भनेर भनिन्छ। यहाँ चाहिँ त्यो माइलस्टोनमा पुग्नु भएकोमा म एकदमै खुसी छु। मे दिस सक्सेस बी जस्ट द बिगिनिङ अफ मेनी मोर इन योर फ्युचर एन्डिभियर्स। वाट यु हेभ टु डु इन योर फ्युचर लाइफ, यहाँको जुन फ्युचर एन्डिभियर्स छ, भविष्यका जुन साहसिक यात्राहरू छ त्यसको चाहिँ यो के हो, मेड दिस सक्सेस, यो सक्सेस जस्ट बिगिनिङ, यो यहाँको सुरुवात मात्रै हो। भविष्यमा यस्ता सफलताहरू यहाँले कति गर्नुहुनेछ त्यो सफलताको यो एउटा बिगिनिङ हो, सुरुवात हो। विशिङ यु कन्टिन्यू सक्सेस एन्ड ग्रोथ इन अल योर पर्स्युट्स, र हजुरको आफ्नो जीवनमा यहाँले लगातार यस्ता सफलताहरू वृद्धि गर्दै जानुहुनेछ भन्ने विशेष पनि छ, शुभकामना पनि दिन्छु। किप इफ द स्पिरिट्स, र विथ रिगार्ड्स सुमन बराल। एन्ड देयर इज गिभन द नेम अफ योर, हजुरले दिनुभएको छ त्यसैले यहाँले चाहिँ आफ्नो नाम लेख्नु होला। हस् त विद्यार्थी भाइ बहिनीहरू, देयर इज गिभन द गाइडेड राइटिङ सेकेन्ड इन दिस वे एन्ड देयर इज आस्क्ड अ फर्मल मेसेज अफ कन्ग्रेचुलेसन्स। यस, अब यहाँ चाहिँ फर्मल मेसेज अफ कन्ग्रेचुलेसन्स भनेर गाइडेड राइटिङ सेकेन्डमा दिएको थियो। इन द सेम वे गो टु द क्वेसन नम्बर 7 एन्ड देयर इज गिभन, वाट इज गिभन, there is given the free writing first in your essay examination। हजुरको एसे एक्जामिनेसनमा हाम्रो फ्री राइटिङ फर्स्टमा आउने क्वेशन्स, such types of questions we are discussing here now. Nowadays many young people are found increasingly involved in various video games in their mobile phone and it's a burning issues now students। यो अहिलेको एकदमै जल्दो बल्दो समस्या नै हो। आजभोलि मेनी यङ पिपल आर फाउन्ड, धेरै चाहिँ जवानमा व्यक्तिहरू पाइन्छन्, इन्क्रिजिङली भनेको वृद्धि हुँदै गएको पाइन्छ, इन्भल्भ इन भेरियस भिडियो गेम्स इन देयर मोबाइल फोन, उनीहरूको मोबाइल फोनमा खालि चाहिँ विभिन्न प्रकारका भिडियो गेमहरूमा इन्भल्भ भइरहेको पाइन्छ हामीले। राइट इन एबाउट 150 वर्ड्स, 150 शब्दहरू लेख्नुहोस् यहाँहरूले। एक्सप्रेसिङ योर भ्यू चाहिँ यहाँहरूको धारणाहरू व्यक्त गर्दै एबाउट द मेन्टल एन्ड सोसल इम्प्याक्ट अफ, यहाँको यसको बारेमा कि जुन चाहिँ मानसिक अथवा सामाजिक असरहरू, एक्सेसिभली प्लेइङ सच गेम्स, यस्तो खालको गेमहरू जुन छ, जुन गेम चाहिँ एक्सेसिभली अत्याधिक रूपमा चाहिँ प्लेइङ भइरहेको छ, बढिरहेको छ, यस्तो खालको गेम खेल्नेको संख्या अथवा टाइमिङ जुन छ यो एक्सेसिभली अत्याधिक रूपमा वृद्धि भइरहेको छ। यसले पार्ने मानसिक र सामाजिक असरहरू व्यक्त गर्दै you have to write more than 150 words, 150 शब्दहरूमा यहाँले लेख्नु पर्ने हुन्छ। It's your opinion, you have to explain here. In recent times, आजभोलि many young people are spending a lot of time playing video games on their mobile phones। आजभोलि धेरै young peopleहरूले आफ्नो टाइम बर्बाद गरिरहेका हुन्छन्, टाइम स्पेन्ड गरिरहेका हुन्छन्, के गरेर भन्दा प्लेइङ अ भिडियो गेम्स अन देयर मोबाइल फोन्स, उनीहरूको मोबाइल फोन्समा भिडियो गेमहरू खेलेर। वाइल दिस गेम्स क्यान बी इन्टरटेनिङ, जब ती गेम्सहरूले इन्टरटेनिङ दिन्छन्, प्रोभाइड अ वे टु रिल्याक्स, र केही चाहिँ आरामको महसुस दिन्छन्। एक्सेसिभ गेमिङ क्यान हेभ अ नेगेटिभ इफेक्ट्स अन बोथ मेन्टल एन्ड सोसल हेल्थ। But the students, when there is an excessive use of mobile phone or excessive gaming, yes, तर अत्याधिक रूपमा जब यहाँले गेम खेल्नुहुन्छ, it can have a negative effect on both mental and social health। तर अत्याधिक रूपमा यहाँले गेम खेल्नाले यहाँहरूको मानसिक र सामाजिक स्वास्थ्य जुन छ त्यो दुवैमा यसले नकारात्मक असर पार्छ। Go to the next paragraph. मेन्टली, मानसिक रूपमा स्पेन्डिङ टु मच टाइम अन मोबाइल गेम्स क्यान लिड टु एडिक्सन। अब मानसिक रूपमा स्पेन्डिङ टु मच टाइम, एकदमै धेरै समय हामीले खर्च गर्नु भनेको क्यान लिड टु एडिक्सन, यसले हामीलाई कहाँ पुऱ्याउँछ भन्दा एडिक्सनसम्म पुऱ्याउँछ हो, हामीलाई दुर्व्यसनमा पुऱ्याउँछ, लत लाग्छ, बानी लाग्छ हामीलाई। मेकिङ इट डिफिकल्ट फर यङ पिपल टु फोकस अन अदर इम्पोर्टेन्ट टास्क। अब मेकिङ इट डिफिकल्ट, यसले के गर्छ त भन्दा इट मेक्स द डिफिकल्ट फर द पिपल टु गिभ मोर एटेन्सन टु देयर अदर इम्पोर्टेन्ट वर्क्स, अरू इम्पोर्टेन्ट टास्कहरू जुन छ, अरू इम्पोर्टेन्ट वर्क्सहरू जुन छ
त्यो कामहरूमा फोकस गर्न सकिँदैन, ध्यान दिन सकिँदैन। लाइक जस्तै स्कुल वर्क अर हबिज, जस्तै के छ भन्दा स्कुल कामहरू छ, आफ्नो हबिजहरू छ, रुचिको विषयहरू छ, त्यो विषयहरूमा ध्यान दिन सकिँदैन, फोकस गर्न सकिँदैन। इट क्यान अल्सो कज एङ्जाइटी अर इन्ट्रेस्ट, यसैको कारणले मान्छेलाई के हुन सक्छ भन्दा चिन्ता हुन सक्छ, तनाव हुन सक्छ। स्पेसल्ली वेन प्लेयर्स बिकेम ओभरली कम्पिटेटिभ, जब चाहिँ प्लेयर्सहरू एकदमै कम्पिटेटिभ भएर जान्छन्, प्रतिस्पर्धी बनेर जान्छन्। अर फ्रस्ट्रेटेड बाई द गेम, अथवा गेमबाट चाहिँ एकदमै निराशा बन्दै जान्छन्। एडिसनल्ली अझ त्यसको थपमा लङ आवर्स स्पेन्ट अन स्किन, अब लामो समय जब उनीहरूले स्किनमा नै बिताउँछन्, जुन चाहिँ स्किन टाइम एकदमै बढी हुन्छ, क्यान एफेक्टले असर गर्न सक्छ। कस्तो असर गर्न सक्छ भन्दा स्लिप प्याटर्न्स, जुन चाहिँ हाम्रो सुत्ने जुन तरिका छ, सुत्ने र उठ्ने जुन हाम्रो टाइमिङ छ, त्यसलाई बिगार्न सक्छ। लिडिङ टु टायर्डनेस, हामीलाई एकदम थकित बनाउन सक्छ। एन्ड अ ल्याक अफ इनर्जी ड्युरिङ द डे, अनि दिउँसोको समयमा पनि हाम्रो शरीरमा एकदमै इनर्जी कम हुने गर्छ, एकदमै इनर्जी कम बनाउँछ। ओके स्टुडेन्ट्स, लेट्स गो टु द नेक्स्ट प्याराग्राफ. When next paragraph, what is given there? See there, socially, सामाजिक रूपमा excessive gaming can isolate young people from their friends and family. Friends, before that there is given the effect of mental effect, and now there is talking about the social effect. Yes, socially, अब सामाजिक रूपमा पनि excessive gaming can isolating people from their friends and family. अब के हुन्छ भन्दा जब excessive game हुन्छ, it can isolate the young people from their friends and family. They are engaged in their games, so there is no time to talk with their friends or family, isn't it? त्यही भएर के हुन्छ मान्छेहरू भन्दा they are isolated, तिनीहरू आइसोलेट हुन्छन्, एक्लै हुन्छन् है। एक्लै हुन सक्छन् किन, उसको फ्रेन्ड्सहरू फ्यामिलीहरूबाट एक्लै हुन सक्छन्, किनभने दे आर इङ्गेज इन देयर मोबाइल फोनमै मात्रै इङ्गेज भइरहेका हुन्छन्, व्यस्त भइरहेका हुन्छन्, जसले गर्दा परिवारबाट, साथीहरूबाट उनीहरू के हुन्छन् भन्दा एक्लो हुन्छन्। इन्स्टेड अफ इङ्गेजिङ इन फेस टु फेस इन्टरेक्सन, अब के हुन्छ भन्दा जब यो फेस टु फेस इन्टरेक्सन जुन छ, हामी चाहिँ के छ है, फेस टु फेस भएर गर्ने जुन अन्तर्क्रिया जुन छ, दे मे प्रिफर टु स्टे इन्डोर्स। अब के हुन्छ तिनीहरूलाई भन्दा मैले दे वान्ट टु स्टे इन्डोर्स, लिडिङ टु अ डिक्लाइन इन सोसल स्किल्स। अब त्यसले चाहिँ व्यक्तिहरूलाई इन्डोर बनाउँछ, भित्र मात्रै बस्ने, घरभित्र बस्ने मात्रै बस्ने वातावरण सिर्जना हुन्छ। लिडिङ टु डिक्लाइन इन सोसल स्किल्स, अब सोसल स्किल्सहरू तिनीहरू बिस्तारै के हुन्छ, डिक्लाइन हुन्छ, हराउँदै जान्छ मान्छेमा। देयर इज नो सोसलाइजेसन अफ द पिपल, मान्छेहरूसँगको सोसलाइजेसन हुँदैन। एन्ड अ ल्याक अफ रियल वर्ल्ड कनेक्सन, अब यो वास्तविक संसारसँगको कनेक्सन जुन छ त्यसको पनि के हुन्छ, अभाव हुन्छ, अरू मान्छेसँगको कनेक्सनै हराउँदै जान्छ। Therefore, this कारण it's important to find a healthy balance between gaming and other activities, and it's very important. Students, we should know that you can play for only certain time. You can make a timetable. Yes, according to your timetable, you can play only half an hour or 1 hour per day. It means you can give some times for your screen, and you should give other times for your other activities, which can maintain of your physical and mental well-being. त्यही भएर यो इम्पोर्टेन्ट छ। के इम्पोर्टेन्ट छ भन्दा टु फाइन्ड अ हेल्दी ब्यालेन्स, एउटा स्वस्थ सन्तुलन चाहिन्छ बिट्विन गेमिङ, अब गेमको बिचमा, एन्ड अदर एक्टिभिटिज, अरू क्रियाकलापको बिचमा, टु मेन्टेन बोथ मेन्टल वेलबिङ एन्ड स्ट्रङ रिलेसनसिप। अब हामी मानसिक रूपमा स्वस्थ रहनको लागि र एउटा स्ट्रङ रिलेसनसिप कायम गर्नको लागि, बलियो सम्बन्ध स्थापित गर्नको लागि पनि हाम्रो गेमिङ टाइम र अरू एक्टिभिटिजको टाइमलाई चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ, व्यवस्थापन गर्नुपर्ने हुन्छ, हामीले छुट्याउनु पर्ने हुन्छ। स्टुडेन्ट्स, कुन टाइममा चाहिँ हामीले गेम खेल्ने र कुन टाइममा चाहिँ हामीले अरू एक्टिभिटिजहरू गर्ने। टु स्टे हेल्दी, हामी स्वस्थकर रहनको लागि यङ पिपल सुड ब्यालेन्स, हरेक चाहिँ यङ पिपलहरूले ब्यालेन्स गर्नुपर्छ गेमिङ विथ आउटडोर एक्टिभिटिज।
अब घर बाहिर खेल्ने खेलहरू स्टडिज पढाइको लागि एन्ड सोसल इन्टरेक्सन एन्ड समटाइम्स फर सोसल इन्टरेक्सन वी हेभ टु टक विथ आवर फ्रेन्ड्स वी हेभ टु आवर फ्यामिली मेम्बर्स or we can interact with people who are in our society समाजमा भएको मान्छेहरूसँग बोल्नुपर्छ नि त हामी होइन त्यसैले यस्तो खालको हामीले हेल्दी हामी एकदम सुस्त बन्नको लागि सुस्तकर जीवनयापनको लागि we have to balance of our time with our outdoor activities indoor activities studies होइन अदर्स वान हाम्रो इन्डोर एक्टिभिटिजमा जुन गेमिङको टाइम हुन्छ त्यो टाइमसँगै हाम्रो आउटडोरका एक्टिभिटिजहरू भयो स्टडिजहरू अध्ययनहरू भयो सोसल इन्टरेक्सनहरू भयो तिनीहरूलाई पनि टाइम छुट्याउनुपर्छ ब्यालेन्स मिलाउनुपर्छ प्यारेन्ट्स सुड अल्सो गाइड देम प्यारेन्ट्सहरूले पनि उनीहरूलाई गाइड गरिदिनुपर्छ टु प्ले रेस्पोन्सिबिली अब उनीहरू प्यारेन्ट्सहरू एकदम उत्तरदायी भएर उहाँहरूले त्यस्तो भूमिका खेल्नुपर्छ एन्ड एभोइड एडिक्सन उहाँहरूलाई लत लाग्नबाट छुटाउनुपर्छ हटाउनुपर्छ मोडरेसन इज अ की टु इन्जोय गेम्स सेफली र मोडरेसन इज द की जुन चाहिँ हामीले सन्तुलन कायम गर्छौँ त्यही सन्तुलन कायम गऱ्यौँ भने हाम्रो गेम्समा जुन लिने आनन्द हो त्यो लिने आनन्दले हामीलाई के गर्छ भन्दा सुरक्षित बनाउँछ सेफ बनाउँछ Okay, students, let's go to the next one. There is given right hand essay describing one of your favorite food item. Write in about 200 words, mentioning its look, smell, and taste. Yes, it's in question number 8 in your essay examination. Essay examination ko question number 8 ma aune question. There is asked about to write about a favorite food items, and there is given mentioning its look, smell, and taste one, and there is necessary to write the 200 words. Go there. One of my favorite food items is pizza. Yes, students, most of the students, they like to eat pizza. There is a favorite food भनेको pizza नै हुन्छ. One of my favorite food, मेरो एउटा favorite food भनेको pizza हो. It's a dish that यो त्यस्तो खाना हो always makes my mouth water. जसले चाहिँ मेरो मुखमा पानी आउँछ, मेरो मुख रसाउँछ. Yes. Whenever I think about it, जब म यो सोच्छु before seeing it, before eating it, only by thinking also, my mouth waters. सोच्दा पनि मेरो मुखमा पानी आउँछ. पिज्जा कम्स इन मेनी भेराइटिज विभिन्न भेराइटीको आउँछ बट माई फेभरेट इज अ क्लासिक पिज्जा मेरो चाहिँ फेभरेट खालको भनेको क्लासिक टाइपको द क्रस्ट इज गोल्डन ब्राउन सफ्ट अन द इनसाइड एन्ड स्लाइटली क्रिप्सी अन द इजेस अब देयर इज अ फिचर यु नो द्याट इज द फिचर अफ द पिज्जा पिज्जा कस्तो देखिन्छ हेर्दा कस्तो हुन्छ गोल्डन ब्राउन क्रस्ट हुन्छ बाहिरको घेरा त्यस्तो हुन्छ सफ्ट अन इनसाइड भित्रपट्टि नरम हुन्छ स्लाइटली क्रिप्सी अन द एज किनारा किनाराहरूमा क्रिप्सी खालको हुन्छ द टप इज स्प्रेड विथ अ लेयर अफ रिच टमाटो सस माथिपट्टिको जुन चाहिँ लेयर हुन्छ तह हुन्छ टमाटो ससले ढाकिएको हुन्छ एन्ड टप विथ मेल्टिङ चिज अनि पग्लेको चिजले पनि राखिएको हुन्छ होइन टपमा द ब्राइट रेड अफ टमाटो सस अब एकदम रातो खालको टमाटोको सस द व्हाइट अफ चिज अनि सेतो चिज जुन हुन्छ द फ्रेस ग्रिन बेसिल लेप्स अनि हरियो खालको बेसिलको लेप्सहरू जुन पातहरू जुन हुन्छ अनि टप माथिपट्टि मेक इट लुक बोथ एपिटाइजिङ एन्ड कलरफुल यो जब देखिन्छ देखेपछि पनि एकदमै के गर्ने हुन्छ भन्दा भोक लगाउने खालको हुन्छ कहिले खाउँ बनाउने खालको हुन्छ इट्स भेरी कलरफुल वान राम्रो पनि हुन्छ सुन्दर पनि हुन्छ एन्ड सेम विथ द स्मेल अफ पिज्जा इज इरेसिस्टिबल अब यसको जुन बास्ना हुन्छ यो कस्तो हुन्छ भन्दा एकदमै मनमोहक खालको हुन्छ वेन इट्स बेकिङ इन इट्स ओभन जब यो ओभनमा यसलाई बेकिङ गरिन्छ द वार्म अनि चिसी अरोमा मिक्सेस विथ द रिच सेन्ट अफ द टोमाटो सस द्याट इज गिभ द टोमाटो सस अल्सो देयर इज अ रिच सेन्ट अफ मिक्स विथ अब एकदम तातो एकदम मिठो गन्ध मिक्स भएर अरूमा भनेको बास्ना भने हो बास्ना टोमाटोको सससँगै जोडिएको त्यस्तो खालको बास्ना आउँछ द स्मेल फिल्स द किचन त्यो स्मेलले बास्नाले किचन भरिन्छ मेक्स यु फिल हङ्ग्री इभन इफ यु आर नट बिफोर यदि तिमी पहिला थिएन भोकै लागेको थिएन भने पनि इट मेक्स यु फिल हङ्ग्री यसले तिमीलाई के बनाउँछ भन्दा भोक जगाउँछ त्यसको बासना आएपछि भोकै नलागे पनि ल चाहिँ म कहिले खाउँ जस्तो फिल हुन्छ when you take a bite जब टोक्छौ टेस्ट इज अमेजिङ कस्तो हुन्छ यसको टेस्ट एकदम अमेजिङ खालको हुन्छ होइन द कम्बिनेसन अफ द ट्यान्सी टमाटो सस ट्यान्सी खालको टमाटो ससको क्रिमी मोजरेला द्याट इज द टाइप अफ चिज यस
चिजको टाइप हो मोजरेला द फ्रेस बेसिल क्रिएट्स अ पर्फेक्ट ब्यालेन्स अफ फ्लेभर यो सबै मिक्स भएको हुन्छ र पूर्ण रूपमा यसको फ्लेभरमा स्वादमा पनि के हुन्छ सन्तुलन हुन्छ द क्रस्ट एड्स अ लभली टेक्सचर एन्ड मेकिङ इच बाइट सेटिस्फाइङ यसको क्रस्ट जुन हुन्छ बाहिरपट्टिको भाग जुन हुन्छ लभली टेक्सचर हुन्छ छुँदा पनि टोक्दा पनि एन्ड मेकिङ इट्स बाइट सेटिस्फाइङ जब हामी टोक्छौँ सन्तुष्टि मिल्छ इट्स बोथ सिम्पल एन्ड डेलिसियस यो सामान्य र स्वादिष्ट पनि हुन्छ इट अलवेज ब्रिङ्स मी कम्फर्ट यसले सधैँ मलाई कम्फर्ट बनाउँछ आरामदायी बनाउँछ वेदर इट्स फर अ क्याजुअल मेल अर स्पेसल अकेजन यो सामान्य हाम्रो खानामा दैनिक खानामा अथवा स्पेसल अकेजनहरूमा पिज्जा नेभर फेल्स टु ब्रिङ जोय यसले चाहिँ पिज्जा नेभर फेल्स यो कहिले पनि फेल हुँदैन टु ब्रिङ जोय यसले आनन्द दिनको लागि